नमस्कार। यहाँहरू सबैलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत गर्दछु। आज पनि मैले मेरा केही मुक्तकहरू लिएर यहाँहरूमा आज उपस्थित भइसकेको छु। आज मैले प्रस्तुत गर्न गइरहेका मुक्तकहरू अवश्य पनि यहाँहरूलाई मन पर्ने नै छन् भन्ने आशा र विश्वास लिएको छु। आज मैले मेरा केही मायालुलाई गरिएका प्रश्न र उनको सम्झनामा लेखिएका केही मुक्तकहरू यहाँहरूमा आज प्रस्तुत गर्दैछु। अब लागौँ आजका मुक्तकहरूतर्फ। प्रायजसो मानिसहरूले आफ्नो जीवनकालमा कुनै न कुनै मोडमा मायाप्रति गाँसेको अवश्य पनि हुन्छन्। कोही मानिसहरू विद्यालय पढ्न जाने क्रममा, कसैले गाईबस्तु भेडा बाख्रा चराउन जाने क्रममा, कसैले मेलापात गर्दा पक्कै पनि आफूलाई मन परेको मान्छेलाई माया गरेका हुन्छन् र त्यो त्यति बेला गरेको माया अवश्य पनि कति धेरै मानिसहरूले अझै पनि सम्झिरहेका हुन्छन् जस्तो मलाई लाग्दछ। अझ विशेष गरी त आफूले पहिलो पटक माया लगाएको मान्छेलाई त झनै कहिले पनि भुल्न सक्छन् जस्तो मलाई लाग्दैन र त्यो उमेरमा, त्यो अचकल्टो उमेरमा गरिएको माया सधैँ मानसपटलमा घुमिरहन्छ जस्तो लाग्छ र एकअर्कालाई माया गर्ने क्रममा आफ्नो प्रेयसीले, आफ्नो प्रेमीले आफ्नो प्रेमिकालाई अथवा आफ्नो प्रेमिकाले प्रेमीलाई बनाएर खुवाएका कुराहरू, त्यति बेला गरेका मिठा मिठा कुराहरूको सधैँ याद आइरहन्छ जस्तो मलाई लाग्दछ। यस्तै यस्तै सन्दर्भमा लेखिएको एउटा मुक्तक अब यहाँहरूमा आज प्रस्तुत गर्दैछु। मुक्तक यस प्रकारको रहेको छ। परालको कुन्यौमा लुकामारी खेलेको बिर्स्यौ, नपढेको न्युमा सिस्नु पानी झेलेको बिर्स्यौ। परालको कुन्यौमा लुकामारी खेलेको बिर्स्यौ, नपढेको न्युमा सिस्नु पानी झेलेको बिर्स्यौ। हामी त स्कुल पढ्दै माया प्रीति गाँसेको मान्छे, हामी त स्कुल पढ्दै माया प्रीति गाँसेको मान्छे। भोक लाग्छ मलाई भनी मायाले रोटी बेलेको तिमीले बिर्स्यौ, मायाले रोटी बेलेको तिमीले बिर्स्यौ। हामी मध्ये धेरैजसोले स्कुले जीवनमा अवश्य पनि माया लगाएकै हुन्छौँ जस्तो मलाई लाग्दछ र माया लगाउने क्रममा स्कुल पनि नगइकन स्कुलबाट भागी कहिले सिनेमा हल, कहिले चिडियाखान, कहिले राम्रा राम्रा वातावरण भएको ठाउँहरूमा घुम्न गएको पनि अवश्य होला। त्यो एउटा छुट्टै रमाइलो हुने अवस्था थियो। त्यति बेला पढाइ त के, लेखाइ के, खालि एकअर्काप्रति चुर्लुम्म डुबौँ, माया प्रेममा रमाइरहँ जस्तो पनि लाग्ने एउटा उमेर हुन्थ्यो। यस्तै प्रसङ्गमा लेखेको एउटा मुक्तक अब प्रस्तुत गर्दैछु। मुक्तक यस प्रकारको रहेको छ। धेरै भागियो झुक्क्याई स्कुल छोडी उहिले, धेरै भागियो झुक्क्याई स्कुल छोडी उहिले। गन्तव्य स्कुलबाट सिनेमा हलतिर मोडी उहिले। धेरै भागियो झुक्क्याई स्कुल छोडी उहिले। गन्तव्य स्कुलबाट सिनेमा हलतिर मोडी उहिले। कम्तीमा एउटी छान्यो स्कुलकी राम्री सहपाठी, कम्तीमा एउटी छान्यो स्कुलकी राम्री सहपाठी। र धेरै हुइकियो कलेजबाट जोडी उहिले, र धेरै हुइकियो कलेजबाट जोडी उहिले। तपाईँ हामी मध्ये कतिले त आफ्नो प्रेमीका लागि हामीले धेरै खर्च गरेका पनि होला। आफूसँग पैसा भएसम्म कुनै मतलबै नराखिकन हामीले खर्च गरेका अवश्य पनि थियो होला। तर एउटा यस्तो दिन पनि आउँछ कि आफूसँग भएका पैसाहरू पनि सकिन्छन् अनि त्यही प्रेमीलाई फकाइफुलाई माया गर्दै उनीसँगै आफूले माग्न पर्ने दिन पनि आउँछ। आफूसँग पैसा रित्तिँदा कति नमजा आउँछ त्यो तपाईँ हामीलाई पनि महसुस भएकै कुरा हो। आफ्नो खल्ती रित्तो हुँदा मायालुलाई कसरी अब
के गर्ने, कसरी कहाँ घुमाउने, के खुवाउने होला भन्ने हामीलाई सधैँ चिन्ता परेको पनि अनुभव भएकै होला। आफ्नो खल्ती रित्तिसकेपछि आफ्नै मायालुसँग माग्नु पर्दा, उनीसँगै हात पसार्नु पर्दा कति नरमाइलो लागेको अनुभव पनि हामीलाई भएकै होला। यसै सन्दर्भमा लेखिएको एउटा मुक्तक अब यहाँहरूमाझ प्रस्तुत गर्दैछु। अब मुक्तक यस प्रकार रहेको छ। भन मायालु, भन मायालु, तिम्रो बैंकमा कति छ दाम? भन मायालु, तिम्रो बैंकमा कति छ दाम? तिमीलाई थाहै छ अचेल मेरो छैन नि काम। भन मायालु, तिम्रो बैंकमा कति छ दाम? तिमीलाई थाहै छ अचेल मेरो छैन नि काम। रित्याएर आफ्नो भएभरको बैंक ब्यालेन्स प्रिय म, रित्याएर आफ्नो भएभरको बैंक ब्यालेन्स प्रिय म। सधैँ अँध्यारो हुन्छु, सधैँ अँध्यारो हुन्छु, लाग्दैन आँगमा घाम। सधैँ अँध्यारो हुन्छु, लाग्दैन आँगमा घाम। आज मैले मेरो मुक्तक सङ्ग्रह गुराँसहरू पलासहरूबाट केही मायालुको सम्झना र उनलाई गरेका प्रश्नहरूसँग सम्बन्धित मुक्तकहरू यहाँहरूमा आज प्रस्तुत गरेँ, जुन यहाँहरूलाई अवश्य पनि मन पर्यो नै होला भन्ने आशा लिएको छु, विश्वास लिएको छु। आगामी दिनहरूमा पनि यस्तै यस्तै मुक्तकहरू लिएर यहाँहरूमा आज उपस्थित हुने नै छु। आजलाई यति नै।